हेलो, के छ? म आराम छु। तिमीलाई कस्तो छ? मलाई पनि सन्चै छ। के छ खबर? आजकल त गर्मी बढिरहेको छ। तिम्रोतिर कस्तो छ? यहाँ पनि गर्मी बढेको छ। यस्तो गर्मीमा केही चिसो पेय भए कस्तो हुन्थ्यो है? हो नि, यस्तो गर्मीमा त केही चिसो भए त आनन्द आउँथ्यो। तिमीलाई कस्तो पेय मन पर्छ? मलाई त कागती पानी एकदम मन पर्छ। तिमीलाई नि कागती पानी मन पर्छ? मलाई पनि कागती पानी मन पर्छ। आज कागती पानी बनाउने कि? पक्कै। कागती पानी बनाउनको लागि के चाहिन्छ? कागती पानी बनाउनको लागि कागती, पानी, चिनी र नुन चाहिन्छ। तिमीसँग यी सबै सामग्रीहरू छन्? मसँग कागती र पानी त छ, तर चिनी र नुन सकिएछ। के गर्ने होला? केही फरक पर्दैन। चिनी र नुन बिना पनि कागती पानी बनाउन सकिन्छ। चिनीको सट्टा मह वा गुड प्रयोग गर्न सकिन्छ। तिमीलाई कस्तो मन पर्छ? मलाई त मह मन पर्छ। मह हालेर कागती पानी बनाउँदा झन् स्वस्थकर पनि हुन्छ। त्यसो भए कागती पानी बनाउन सुरु गरौँ। हुन्छ। सबैभन्दा पहिला के गर्ने? सबैभन्दा पहिले कागतीलाई काटेर रस निकाल्नुहोस्। त्यसपछि पानीमा कागतीको रस र मह हालेर राम्रोसँग मिसाउनुहोस्। तिम्रो स्वाद अनुसार पानी, मह र कागतीको मात्रा मिलाउन सक्नेछौ। वाह, यो त एकदम सजिलो रहेछ। तिमीले मलाई कागती पानी बनाउन सिकाएकोमा धेरै धेरै धन्यवाद। तिम्रो कागती पानी कस्तो भयो? एकदम मिठो भयो। तिमीलाई पनि एक ग्लास दिउँ?